परेछ गाइस हेर्नुहोस् जहाँ त यसरी पिस्नु पर्छ गाइस तपाईँहरू गाउँमा यसो जान्छ कि होला नि है यहाँ चाहिँ यसरी मकै हाल्नेछ टक्क यहाँ यसो मकै यसरी हाल्ने यसो हाल्ने फेरि अब चलाउने यसो अनि अलिकमा बैनिसी भएमा अलि यसो उठाल्ने हेर्नुहोस् गाइस यसरी जाँतो तपाईँहरू गाउँघरमा यसो जान्छ कि छैन गाइस हेर्नुहोस् न हाम्रो गाउँघरमा त अझै पनि यस्तो जाँतो छ डिगी छ हेर्नुहोस् हाम्रो त अझै पनि प्रचलिन कारण होइन अनि यो चाहिँ के चाहिँ भैँसीले दिने हो गाइस भैँसीलाई होइन अलि कुखुरालाई दिन्छ त भैँसीलाई पनि त्यति छ भैँसीलाई दिने गाइस यो ऊ बनाएर छाडी बनाएर अब छाडी भनेर थाहा छैन होला पकाएर के पकाएर हेर्नुहोस् साथीहरू यो त हाले यति छ भनेको त पावरफुल मान्छे हो क्या गाइस देख्नुभयो यति काम गर्छु गाइस हेर्नुहोस् नगर्ने भनेको यस्तो काम गर्नुपर्छ गाइस मलाई जे गर्ने मान्छे त गाइस भाग्यमान नै हुन्छ गाइस हेर्नुहोस् मलाई केही चाहिँ गर्न आउँदैन मलाई सब गर्न आउँछ खानेदेखि काम गर्नेदेखि नाच्नेदेखि नाटक गर्नेदेखि सब एभ्रिथिङ आउँछ गाइस मलाई देख्नु भाइ गाइस तिमी अघिदेखि हिँड्दै थियो अघिदेखि नै म बिहान अघि नै देखिन हेर्नुहोस् गाइस अनि यो चाहिँ कस्तो राम्रो है कस्तो राम्रो निस्कियो अर्को बाक्लो बाक्लो निस्कियो के गर्ने दुःख दिने हो यो गाइस यो झाडु चाहिँ हामी जमानामा हामी सानो हुँदा पनि थियो गाइस अहिले पनि छ हेर्नु चाहिँ म तपाईँहरूलाई गाइस गाउँघरको एकदमै के भन्छ गाउँघर ओरिजिनल प्लस गाउँघर झल्किने सामान